हामी चाहिँ लाग्यौँ गाइस ल आउनु हजुरहरू पनि रातें सुरंग सी बागी उड़ान पे ही ना जाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए पानी परेर पुरै भिजेर जुका लाग्ने अवस्था छ यहाँको चाहिँ कस्तो लागिरहेछ खाएको छिस् रेडी के छ त तपाईँको कालो लागिरहेछ तर खासै त्यस्तो थकित अनुभव हुँदो रहेछ है हाम्रो गुरुजी पनि हुनुहुन्छ है यहाँ तपाईँहरू नै आउनु सक्नुहुन्छ साथी भएर हामी खुसी लाग्छ दसैँ बस्ने पनि अब यसरी रहन आइएको छ बहिनीहरूको साथमा म त धेरै ह्याप्पी छु सबैजना हिँड्दै हुनुहुन्छ यसरी कोही तलबाट आउँदै हुनुहुन्छ एउटा आमालाई चाहिँ ल्याउन सकिएन कोही हामीभन्दा अघि हुनुहुन्छ कोही हामीभन्दा पछि हुनुहुन्छ हामी मम्मीलाई चाहिँ ल्याउन सकेनौँ मम्मीलाई तलै होटलमा छोडेर हामी 4 जना चाहिँ हिँड्दैछौँ केही भएको छैन खालि हातमा चाहिँ छिराएको छ खाडै उकालोहरू छ नि माथि हो सल्लाहले चाहिँ छुट्टा छुट्टा गलेको छैन एकदम दुःख लाग्यो मलाई मेरो ड्याडी खुसी हुनुहुन्छ यहाँ एकदम हाम्रो गुरुजी दाइ माथिबाट मातालाई दर्शन गर्न सक्नुहुन्छ है म माथि गएर पुरै लाइनमा हामी दिदी बहिनीको पदयात्रा भइरहेछ झोला बोक्नु परेको छैन गाडी पनि होइसिन्छ मेरो बाउ जय आमा पाथी भएर कि लक्ष्मी पापातनं कृतधियं हृदये सुभते श्रद्धं शतं चुप लाग्नु बित्थामा कहाँबाट यो चाहिँ मलाई के वर्षादी होला नि जय माता दी आइयो है आइयो फर्केर पनि भगवानले दिएको